सोचौं त के होला जब कुनै चमत्कार सोच्दै नसोचेको कुरा कसैको घरको आँगनमै आएर बस्छ। तर त्यो हामीले कल्पना गरे जस्तो भव्य हुँदैन। आज हामी गेब्रियल गार्सिया मार्केजको एकदमै प्रसिद्ध कथा अ भेरी ओल्ड म्यान विथ इनर्मस विङ्स अर्थात् विशाल पखेटाहरू भएको एक अत्यन्त वृद्ध मानिसभित्र लुकेको यही अनौठो प्रश्नको गहिराईमा पुग्नेछौँ। ल एकछिनलाई कल्पना गरौँ न। घरको पछाडिको आँगन छ, जताततै हिलो र पानी छ, अनि त्यहीँ बीचमा एउटा चमत्कार देखा पर्छ। यस्तो अवस्थामा के गरिन्छ होला? तर के होला यदि त्यो चमत्कारलाई श्रद्धा र सम्मानले होइन बरु एउटा टाउको दुखाइ एउटा झन्झटको रूपमा हेर्न थालियो भने? हो, यही अचम्म लाग्दो र दुःखद विरोधाभास नै गेब्रियल गार्सिया मार्केसको यो कथाको मुटु हो। अब यो कथाको संसारमा डुब्नुभन्दा अगाडि एउटा शब्द बुझ्न जरुरी छ, म्याजिकल रियलिजम अर्थात् जादुई यथार्थवाद। यो भनेको के हो भने कथामा एकदमै असम्भव जादुई कुराहरू जस्तै पखेटा भएको मानिसलाई एकदमै सामान्य दिनौं हुने घटना जस्तै देखाइन्छ। कसैले खासै अचम्म मान्दैनन्। र हो, यही कुराले नै कथालाई यति शक्तिशाली बनाएको छ। आजको हाम्रो यो विश्लेषणमा हामी कथाका विभिन्न चरणहरू पार गर्नेछौँ। सुरुमा त्यो हिलोमा भएको चमत्कारी आगमनको कुरा गरौँला, त्यसपछि त्यो पात्र देवदूत हो, ढोंगी हो वा तमाशा हो भन्ने बहस हेरौँला, अनि विश्वास कसरी व्यापारमा बदलियो, कसरी एउटा नयाँ आकर्षण आयो र त्यो चमत्कार कसरी झन्झट बन्यो भन्ने कुरा गर्दै अन्त्यमा ती पखेटाहरूको अर्थ के हो भनेर बुझ्ने कोसिस गर्नेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट, एक चमत्कारी हिलाम्मे आगमन। कथाको सुरुवात एकदमै निराशाजनक छ। 3 दिनदेखि लगातार पानी परिरहेको छ, जताततै हिलो र अन्ध्यारो छ। हो, यही निराश वातावरणमा पेलायोले आफ्नो आँगनको हिलोमा लडिरहेको एउटा अत्यन्तै वृद्ध मानिसलाई भेट्छन्। तर यो कुनै सामान्य वृद्ध होइन। कथामा वर्णन गरिअनुसार उसका गिद्धका जस्ता ठूला फोहोर र आधा-आधी उखेलिएका पखेटाहरू सधैँ हिलोमा अल्झिरहेका थिए। स्वर्गबाट आएको कुनै भव्य चम्किलो देवदूतको कल्पनालाई त एकछिन बिर्सिदिँदा हुन्छ। यो आगमन त एकदमै दयनीय र दुःखले भरिएको थियो। अब आउँछ दोस्रो खण्ड, देवदूत, ढोंगी कि तमाशाको पात्र। जब गाउँलेहरूले यो अनौठो प्राणीको बारेमा थाहा पाउँछन्, उनीहरू उसलाई बुझ्ने र कुनै न कुनै श्रेणीमा राख्ने कोसिस गर्न थाल्छन्। र तुरुन्तै मानिसहरू 2 भागमा बाँडिन्छन्। एकातिर छिमेकीको सिधा-सादा अन्धविश्वासी तर्क छ, ओ त देवदूत हो, बच्चालाई लिन आएको होला, तर बिचारा यति बुढो भइसकेछ कि पानीले लडायो। अनि अर्कोतिर चर्चको प्रतिनिधि फादर गुन्जागा, जो एकदमै शङ्कालु छन्। उनी नियम र कानून खोज्छन्। के उसले ल्याटिन बोल्छ? बोल्दैन। के ऊ दिव्य देखिन्छ? त्यो पनि होइन। त्यसैले उनको निष्कर्ष छ, यो त ढोंगी हो। ऊ अनि बढी नै मान्छे जस्तो छ। तर साधारण मानिसहरूको कल्पना त त्यो त झन् अनियन्त्रित छ। उनीहरूले त्यो वृद्ध मानिसमा श्रद्धा होइन, बरु एउटा अवसर, एउटा साधन देख्छन्। कसैले भन्छ यसलाई संसारको मेयर बनाइदिउँ, अर्कोले भन्छ होइन 5 स्टार जेनरल बनाऊ, सबै युद्ध जितिन्छ। कसैले त पखेटा भएका बुद्धिमान मानिसहरूको नयाँ वंशै सुरु गर्ने कुरा गर्छ। हेर्नुहोस् त, हरेक विचार उसको उपयोग गर्ने बारेमा छ, सम्मान गर्ने बारेमा एउटा पनि छैन। यसपछि कथाले अर्कै मोड लिन्छ, जसले हामीलाई तेस्रो खण्डमा पुर्याउँछ, विश्वासको व्यापार। त्यो जुन ईश्वरीय रहस्य थियो, त्यो अब छिट्टै नै पैसा कमाउने तमाशामा बदलिन्छ। यो सब बहसमा पेलायोकी श्रीमती एलिसेन्डा सबैभन्दा व्यावहारिक विचार लिएर आउँछिन्। श्रद्धा र धर्मशास्त्रलाई एकछिन साइड लगाउँ, यहाँ त पैसा कमाउने मौका छ। उनले के गर्छिन् भने आँगनमा बार लगाउँछिन् र त्यो स्वर्गबाट आएको प्राणीलाई हेर्नको लागि जम्मा 5 सेन्टको टिकट राख्छिन्। सोच्नुहोस् त, एउटा दिव्य रहस्यको मूल्य कति? जम्मा 5 सेन्ट। अब यो एउटा सस्तो तमासा बनिसक्यो। अनि त्यो 5-5 सेन्टले उनीहरूको जीवनै बदलिदिन्छ। उनीहरू 2 तले मल बनाउँछन्, पेलायोले आफ्नो जागिर छोड्छ, एलिसेन्डा महँगो कपडाहरू किन्छन्। तर सबैभन्दा ठूलो विडम्बना त के छ भने उनीहरूले आफ्नो नयाँ घरको झ्यालहरूमा फलामका बारहरू लगाउँछन्। किन? ताकि भविष्यमा अरू कुनै देवदूत भित्र पस्न नसकोस्। उनीहरूले एउटा चमत्कारबाट कमाएको पैसा अर्को चमत्कारलाई रोक्न प्रयोग गरिरहेका छन्। र यो सबैको बीचमा त्यो वृद्ध मानिसले के गर्छ त? केही पनि गर्दैन। उसको एउटै मात्र अलौकिक सुपरन्याचुरल गुण भनेको उसको असीम धैर्य हो जस्तो देखिन्छ। कुखुराहरूले उसलाई ठुङ्गिरहन्छन्, मानिसहरू उसको प्वाख तान्छन्, र सबैभन्दा क्रूर त
ऊ जिउँदो छ कि मर्यो भनेर जाँच्न उसलाई तातो फलामले डाम्छन् र ऊ यो सबै चुपचाप सही रहन्छ। अब आउँछ चौथो खण्ड, एक नयाँ अनौठो पात्रको आगमन। यहाँ हामी देख्छौं कि आम मानिसको ध्यान कति छिटो र कति सजिलै अन्तै मोडिन्छ। केही समयमै शहरमा एउटा नयाँ आकर्षण आउँछ। एउटी केटी जो आमाबाबुको कुरा नमानेको कारण माकुरामा परिणत भएकी थिए। अब तुलना गरौं। एकातिर देवदूत जो रहस्यमय छ, चुपचाप बस्छ, उसलाई बुझ्न सकिँदैन, उसका चमत्कारहरू पनि अनौठा छन्, जस्तै अन्धो मानिसलाई नयाँ दाँत दिनु जसको कुनै अर्थ छैन। तर अर्कोतिर माकुरा केटी, उसको कथा एकदम सरल थियो। त्यसमा एउटा स्पष्ट नैतिक पाठ थियो, आमाबाबुको आज्ञा मान्नुपर्छ। मानिसहरूलाई रहस्य मन परेन, उनीहरूलाई सजिलो जवाफ र डरलाग्दो कथा मन पर्यो। त्यसैले भिड अब देवदूतलाई छोडेर उसलाई हेर्न जान थाल्यो। र यसरी सुरु हुन्छ पाँचौं खण्ड, चमत्कारबाट झन्झटसम्मको यात्रा। भिड हटेपछि त्यो वृद्ध मानिसलाई लगभग सबैले बिर्सिन्छन्, तर परिवारको लागि भने ऊ एक निरन्तरको बोझ बनिरहन्छ। परिवारसँगको उसको यो लामो र दुःखद यात्रालाई हामी 4 चरणमा हेर्न सक्छौं। सुरुमा ऊ कुखुराको खोरमा बन्द गरिएको एउटा कैदी थियो। त्यसपछि ऊ पैसा कमाउने एउटा मसिन बन्यो। त्यसपछि जब पैसा आउन बन्द भयो, ऊ घरमा यताउता घुमिरहने वास्ता नगरिएको एउटा किरा जस्तै भयो। र अन्तमा उसको बिदाई। वर्षौं बित्दै जान्छ, ऊ घरको एउटा हिस्सा त बन्छ, तर कसैलाई मन नपर्ने हिस्सा। ऊ जताततै हुन्छ, कहिले भान्सामा, कहिले सुत्ने कोठामा, र परिवारको धैर्यको बाँध टुट्छ। एलिसेन्डा यतिसम्म दिक्क हुन्छन् कि उनी एक दिन चिच्याउँछिन्, देवदूतहरूले भरिएको यो नर्कमा बस्न त साह्रै गाह्रो भयो। सोच्नुस् त, जुन कुरा एक दिन चमत्कार थियो, आज त्यसलाई नर्क भनिँदैछ। मानिसको मनमा रहेको आश्चर्य पूर्ण रूपमा मरिसकेको थियो। अब हामी कथाको अन्त्यतिर आइपुगेका छौं, छैठौं र अन्तिम खण्डमा, पखेटाहरूको अर्थ। कथाको अन्त्यमा एक राहतको सास छ र क्षितिजमा बिलाउँदै गरेको एउटा सानो थोप्ला। धेरै वर्षको जीर्ण अवस्थापछि जब उसलाई सबैले बिर्सिसकेका थिए, अचानक केही परिवर्तन हुन थाल्छ। उसको पुराना थोत्रा पखेटाहरूमा बिस्तारै नयाँ प्वाङहरू पलाउन थाल्छन्। अनि एक बिहान भान्सामा काम गर्दा गर्दै एलिसेन्डाले उसलाई आँगनमा एकदमै भद्दा असन्तुलित तरिकाले उड्ने प्रयास गरिरहेको देख्छिन्। ऊ फेरि उड्न सिकिरहेको थियो। र अन्ततः ऊ सफल हुन्छ। ऊ उडेर जान्छ। यो देखेर एलिसेन्डाले डर वा आश्चर्य होइन, राहत महसुस गर्छिन्। कथाको अन्तिम लाइनले भन्छ, ऊ अब उसको जीवनमा एउटा झन्झट थिएन, बरु समुद्रको क्षितिजमा एउटा काल्पनिक थोप्ला मात्र थियो। हेर्नुस् त, एउटा जीवन्त चमत्कार अब केवल एउटा धमिलो यादमा सीमित भयो। र अन्त्यमा कथाले हामीलाई एउटा गहिरो प्रश्न सोधेर छोडिदिन्छ। आखिर यो कथामा वास्तविक चमत्कार के थियो? त्यो पखेटा भएको वृद्ध मानिसको आगमन, वा मानवताको क्रूरता, स्वार्थ र बेवस्थालाई वर्षौंसम्म चुपचाप सहन सक्ने उसको त्यो असीम धैर्य?